देउराली मान्छेले यति बेला उहाँले पाती चढाइराख्नु भएको छ अगाडिपट्टि पारपट्टि भारत देखिरहेको छ वारीपट्टि देउरा छोरा त्यसै भयो म पनि त्यस्तै छु धेरै दुःख पीडा मेरो कति दुःख गरेर पालेको मान्छेको भारी बोकेर मान्छेको मोल फालेर मान्छेको भारी बोकेर झराफुटी खानेर पालेको छोराछोरीको अहिले म एउटै बस्नु परिरहेको छु एउटा छोरी छ भोलिको दिन परेर जाने हो यति दुखीमा छु यति पीडामा छु दाजु के गर्ने हो म कहाँ जाने हो के गर्ने हो जिन्दगीबाट दुखीमा जिन्दगी काटिरहेको छु मैले कुन देवीले जन्म दिएको होला मलाई यस्तो भाग्य कसैले पनि नहोस् जति मलाई भोग्या छु नि जति मलाई दुःख पीडा छ यस्तो दुःख पीडा कसैले नहोस् प्रभु भन्छु मलाई यति दुःख छ यति पीडा छ अरू के भन्ने अब यो उमेरमा यहाँ आउने मैले मौका पाएँ केही भन्न सक्ने स्थितिमा छुइनँ म त तपाईँहरूले अघि भनिहाल्नुभयो सम्मान गर्नुभएको छ यसको लागि धन्यवाद छ होइन म पनि तपाईँहरू जस्तै देखिएको छु भन्दै हुनुहुन्थ्यो यो भिडियो लगाइदिनु भएको छ त्यो छ र तपाईँको पीरहरूमा म संवेदनशील छु मैले कहाँ कुरा उठाउनु पर्ने के गर्नुपर्ने हो म गर्छु होइन हामी सधैँभरि सँगै अगाडि बढौँ त्यो भन्न चाहन्छु के भन्ने होला र अरू होइन भन्ने कुरा केही छैन बुझ्ने कुरा र महसुस गर्ने कुराहरू मात्रै छन् यति भन्न चाहे नमस्कार